आज म यहाँहरूलाई मेन्टल स्वास्थ्यको टिप्स दिन जानेछु, जसले मानसिक स्वास्थ्य गुमाउनु भएको छ उहाँहरूले कसरी रिकभर गर्ने र जसको स्वास्थ्य ठिक छ उहाँहरूले मानसिक स्वास्थ्यलाई कसरी मेन्टेन गरिराख्ने। यो दुईटैको लागि यस्ता 13 टिप्सहरू दिन जानेछु जुन अत्यन्तै प्रभावकारी छ। यसलाई अन्तिमसम्म प्रत्येक टिप्सलाई सुन्नुहोला र व्यवहारमा प्रयोग गर्नुहोला। टिप्स नम्बर 1, यदि तपाईँ मानसिक रूपमा स्वस्थ हुन चाहनुहुन्छ भने हरेक कामलाई होसपूर्वक गर्नुहोस्, जसलाई हामी माइन्डफुल्ली भन्छौँ। खाँदा होस्, बस्दा होस्, हिँड्दा होस्, चल्दा होस्, नुहाउँदा होस्, ब्रस गर्दा होस्, तपाईँले होसपूर्वक गर्नुहोस् ताकि तपाईँको माइन्ड धेरै टाढा टाढा नभागोस्। जति माइन्ड तपाईँबाट टाढा भाग्छ त्यति नै तपाईँको मानसिक स्वास्थ्य बिग्रिन्छ। तपाईँको मन जहाँ केन्द्रित हुन्छ त्यही पक्ष बलियो र सबल बन्छ। यदि मन तपाईँमै आयो भने तपाईँ बलियो बन्नुहुन्छ। मानसिक स्वास्थ्यलाई एकदमै राम्रो राख्ने उत्तम उपाय भनेको माइन्डफुल जब। जे गर्नुहुन्छ त्यसलाई होसपूर्वक गर्नुहोस्, ध्यानपूर्वक गर्नुहोस्, पुराका पुरा ध्यानका साथ गर्नुहोस्। त्यसलाई 5वटा ज्ञानेन्द्रियले बोध गरेर गर्नुहोस्। चाहे सुन्दा होस्, चाहे हिँड्दा होस्, चाहे खाँदा होस्, चाहे बस्दा होस्, चाहे सुत्दा होस्, सबै ज्ञानेन्द्रियलाई प्रयोग गरेर काम गर्ने अभ्यास गर्नुभयो भने तपाईँको मन शान्त हुन्छ। नम्बर 2, जब हामी तनावमा हुन्छौँ सम्पूर्ण तनावले हाम्रो मसल्सहरूलाई स्टिफ बनाइन्छ, जोइन्ट्सहरूलाई जाम गरिदिन्छ। त्यसैले नियमित व्यायाम गर्न आवश्यक छ। यदि हामीले नियमित रूपमा व्यायाम गरियो भने हाम्रो शरीरको तनावलाई निकाल्न सकिन्छ। जब शरीरको तनाव निस्किन्छ मनको तनाव बिस्तारै निस्किन्छ। यदि शरीरको तनावलाई ननिकालिकन मनको तनावलाई मात्र निकाल्ने प्रयत्न गर्नुभयो भने तपाईँ असफल बन्नुहुन्छ। त्यसैले व्यायाम नियमित रूपमा गर्न एकदमै आवश्यक छ। नम्बर 3, ध्यानको अभ्यास। जसले नियमित ध्यान साधना गर्छ उसले मनलाई साध्ने तरिका सिक्छ। मनलाई कसरी कुन स्थानमा स्थिर गर्न सकिन्छ, जब मन टाढिन्छ, भड्किन्छ, तडपिन्छ, कसरी एक स्थानमा स्थिर गर्न सकिन्छ। यस्तो विज्ञान छ ध्यानमा। ध्यानका धेरै विधिहरू छन्। कुनै एउटा विधिको माध्यमबाट मनलाई कुनै पनि एउटा विधिमा स्थिर गर्ने अभ्यास गर्नुहोस्। मन जति स्थिर हुन्छ मानसिक स्वास्थ्य त्यति राम्रो हुन्छ। नम्बर 4, प्राणायामको अभ्यास। प्राणको नियन्त्रणबाट मनलाई नियन्त्रण गर्न सकिन्छ। धेरै किसिमका प्राणायाम छन्। यदि जान्नुहुन्न भने कम्तीमा गहिरो लामो सास लिनु छोड्न त सक्नुहुन्छ नि। जब गहिरो लामो सास लिनुहुन्छ मन शान्त हुन्छ। अरू केही जान्नु भएन भने नाकबाट गहिरो लामो सास लिनुहोस्, छोड्नुहोस्, लिनुहोस्, छोड्नुहोस्। यसले तत्कालै तपाईँलाई रिलिभ गर्छ। अर्को अभ्यास भनेको तपाईँको माइन्ड तनावमा हुँदाखेरि एकदमै ओभर थिङ्किङमा हुन्छ। त्यसलाई हटाउनको लागि एउटा एकदमै सामान्य टिप्स दिन्छु जुन प्रभावकारी छ। गहिरो लामो सास नाकबाट लिने र मुखबाट छोड्ने। यसरी नाकबाट लामो सास लिने र मुखबाट छोड्ने 10 पटकसम्म। यसले तत्कालै तपाईँको माइन्डलाई सबकन्सियस माइन्डमा लैजान्छ, शान्त स्टेटमा लैजान्छ। नम्बर 5, म्युजिक थेरापी तथा डान्सिङ थेरापी। हरेक दिन तपाईँ म्युजिक र डान्सको माध्यमले मजासँग झुम्नुहोस्, शरीरलाई हल्लाउनुहोस्। जति शरीरलाई तपाईँले हल्लाउनुहुन्छ, चलाउनुहुन्छ, एक्टिभिटी दिनुहुन्छ, डान्स गर्नुहुन्छ त्यति मन स्थिर हुन्छ। डान्सिङ थेरापी एकदमै प्रभावकारी छ। ठुलो म्युजिक लाउनुहोस् र मजासँग मस्तीसँग हरेक दिन 30 मिनट डान्स गर्नुहोस्। यसले तपाईँलाई तत्कालै मेन्टल प्रब्लमबाट रिलिफ दिन्छ। नम्बर 6, लाफ्टर थेरापी। जति सक्यो हाँस्नुहोस्, हँसाउनुहोस्। बिहान कम्तीमा 10-15 मिनट, साँझ कम्तीमा 10-15 मिनट दिल खोलेर भित्रैदेखि ठुलो आवाज निकालेर हाँस्नुहोस्। यसले तपाईँलाई मानसिक स्वास्थ्य प्राप्त गर्नको लागि एकदमै लाभ दिन्छ। नम्बर 7, प्रत्येक दिनलाई डिजाइन गर्नुहोस् र प्रत्येक दिनलाई राम्रो गर्ने अभ्यास गर्नुहोस्। अरू दिनको धेरै तनाव नलिनुहोस्। आजको दिनलाई म कसरी राम्रो गर्न सक्छु यसमा ध्यान केन्द्रित गर्नुहोस्। नम्बर 8, समस्या समाधान गर्ने तरिका सिक्नुहोस्। जब
मानसिक स्वास्थ्य आउँछ। सानो सानो समस्याले तनाव दिइरहन्छ। त्यसैले यस्ता सानोतिनो समस्यालाई कसरी सल्भ गर्ने त्यो तरिका सिक्नुभयो भने तपाईँ तनावग्रस्त हुनुहुन्न। नम्बर 9, एउटा आफ्नो उद्देश्य बनाउनुहोस्। 6 महिनाको उद्देश्य राख्नुहोस्, 2 वर्षको उद्देश्य राख्नुहोस्, 5 वर्षको उद्देश्य राख्नुहोस् र हरेक दिनको एउटा उद्देश्य राख्नुहोस्। त्यो उद्देश्यमा लाग्नुहोस्। यसले तपाईँलाई मानसिक समस्याबाट जित्नको लागि एकदमै सहयोग पुर्याउनेछ। नम्बर 10, खानपानमा ध्यान दिनुहोस्, किनकि तपाईँको खानाबाटै मन बनेको हुन्छ। त्यसैले राम्रो भोजन गर्नु भएन भने मन पनि स्वस्थ हुन सक्दैन। त्यसैले स्वस्थकर खानामा ध्यान दिनुहोस्। नम्बर 11, प्राकृतिक जीवन बाँच्नुहोस्। जति प्रकृतिसँग खेल्नुहुन्छ, माटोसँग खेल्नुहुन्छ, गहिरो लामो सास लिएर हावासँग खेल्नुहुन्छ अथवा सूर्यको किरणलाई चाहिँ ग्रहण गर्नुहुन्छ र जुन प्रकृतिसँग चाहिँ बाँच्नुहुन्छ, यसले तपाईँको तनावलाई तत्कालै ठिक गरिदिन्छ। किनकि प्रकृतिसँग हिलिङ पावर छ। त्यो हिलिङ पावरलाई एब्जर्ब गर्नको लागि तपाईँ माटोसँग, पानीसँग, हावासँग, घामसँग यसरी नजिकिनु पर्ने हुन्छ। नम्बर 12, समर्पणको भाव राख्नुहोस्। जति तपाईँ समर्पणको भाव राख्नुहुन्छ त्यति नै तपाईँ स्वस्थ हुनुहुन्छ। र त्यही समर्पण गरेर मन्त्र जप गर्नुभयो भने, समर्पण र मन्त्र यो दुईटालाई जोड्न सक्नुभयो भने तपाईँको मानसिक समस्या एकदमै रिलिफ मिल्छ। नम्बर 13, मानसिक समस्याबाट बाहिर आउने एकदमै उत्तम उपाय भनेको क्याथार्सिस। कसरी क्याथार्सिस गर्ने त? म्युजिक सिस्टम चाहिन्छ तपाईँलाई र खाली रुम चाहिन्छ। केही तपाईँसँग पिल्लो र कुसनहरू चाहिन्छ। म्युजिकलाई मजासँग लाउड गरेर बजाउनुहोस् र के गर्नुहोस्, शरीरलाई चलाउनुहोस्, हल्लाउनुहोस्, चिच्याउनुहोस्, हाँस्नुहोस्। रिस क्रोध उठेको छ भने सिरानीलाई पिट्नुहोस्, जम्प गर्नुहोस्, कुद्नुहोस् एउटै कोठामा र शरीरलाई जतिसक्यो चलाउनुहोस् र तपाईँका सम्पूर्ण दबाएका भावनाहरू, आवेगहरू, रिसहरू, क्रोधहरूलाई बाहिर निकाल्नुहोस्। यसरी नियमित रूपमा 15-20 मिनट हरेक दिन अभ्यास गर्नुभयो भने तपाईँको सम्पूर्ण तनाव बाहिरिन्छ र तपाईँ शान्त रहनुहुन्छ। यस्तो महत्त्वपूर्ण टिप्सलाई अन्य साथीहरू समक्ष पनि सेयर गरिदिनु होला र हाम्रो नेपाली योगा होम युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।